어쩌그라 놀으려고. 오이. नो यो चाहिँ यो यसरी गर्दाखेरि चाहिँ यसरी हुन्छ भनेर सिकाउनु छ तर प्रोफेसनल चाहिँ होइन है यो होइन अनि यो दिउँसो चाहिँ मैले काम गर्दा गर्दा आएको थिएँ अनि मैले यसलाई लिएँ अनि यसको पैसा कति हो भन्ने चाहिँ म हेलो केटा के छ सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि हजुर भर्खर यता गएर आएको थिएँ बाहिर गएर आएको थिएँ कतातिर भन्दाखेरि घुम्न आएको थिएँ अनि आएँ भन्दाखेरि यहाँनिर This is my guitar now. Oh my god. हेर न कस्ट चाहिँ आफ्टर 1 महिनापछि मैले यसलाई छोएँ होइन धुलो पनि लगाएर होइन अब यसलाई मैले चाहिँ उस गरेँ क्या अघि बिहान कसम खाएँ म यसलाई फेरि बजाउँछु भनेर बेसिक त जानेछु तर यो एक्स्ट्रा वायर चाहिँ मैले अस्ति मगाएको अनि यो चाहिँ पहिल्यै थियो एक्स्ट्रा तर यो चाहिँ के भयो भन्दाखेरि यो फर्स्टवाला स्ट्रिमिङ छैन नि त थियो होइन यसको एबाउट चाहिँ यसको बारेमा के भन्नु र खै त्यही हो यामाहा अचकड़ा डुलोलाको ओए बोम्बो चाहिँ लागेको छ ढोड चाहिँ लागेको छ कति दिनपछि छोकेर न यो कहिले किनेको भन्दाखेरि मैले भयो होला 5 महिना जस्तै भयो होला पहिलाको पनि त्यो घर हुँदाको फेरि यसको मैले हेर न बुम्बुसी लाग्यो कि सेक्सी छ नि होइन म बल झार्दिनँ यहाँको इन्डियन 8.5 हालेको क्या पनि ह्याप्पी गिटार थियो अहिले चाहिँ यो चाहिँ नेक्स्ट वान चाहिँ धेरै दिनपछि छुँदाखेरि त्यस्तो मजा आउँछ नि आनन्द हुन्छ क्या फिल हुन्छ क्या लाइक भित्रबाट होइन यसको ट्युन मिले होइन यसको बारेमा के छ भन्दाखेरि धेरै छ यसको कुराहरू गर्नुपर्दाखेरि म अब इलेक्ट्रिकवाला पनि किन्दैछु हल्का पैसा चाहिँ अहिले अब घर पठाउनु परेछ त्यही भएर म अहिले चाहिँ किन्दिनँ तर बजाउन त बजाउँदिनँ मैले 1 मन्थ पछि छोको यसलाई आफ्टर त्यही भएर बजाउन त आउँदैन मलाई तर बेसिक चाहिँ आउँछ चाहिने इन्स्ट्रुमेन्टहरू आउँछ अनि आउँछ यदि तपाईँहरूलाई जिरोबाट सिक्नु छ भने मैले वाट्सएप आइडी राखेको हुन्छु मलाई कन्ट्याक्ट गर्नु यो चाहिँ यो यसरी गर्दाखेरि चाहिँ यसरी हुन्छ भनेर सिकाउनु छ तर प्रोफेसनल चाहिँ होइन है लगेडा मैले यसलाई सलक्क पुसिसकेँ सलक्क पुसेको तर दाग त अलिअलि छ स्टिल तर ठिक छ यो कस्तो देखेछ यसको स्टमिङ मैले मिलाएँ के अरे यसको ट्युनर मैले मिलाइसकेँ
ल केटा फाइनली आज चाहिँ मैले भिडियो बनाएको अघि त्यो गिटार जिकेको थिएँ नि त्यो चाहिँ 4 दिन एटलिस्ट 4 दिन अगाडिको भिडियो अहिले त्योभन्दा अगाडि त्यो हल्का त्यो ल मैले के गिटार बजाएँ त्यो भनेको चाहिँ हिजोको भिडियो र एस्टरडेको भिडियो र अहिले जुन बनाउँदैछु यो भनेको आजको भिडियो कति 1 गतेको भिडियो यहाँको 1 गतेको अनि फाइनली मैले एउटा चिज मगाएको थिएँ क्या 2टा चिज यो होइन अनि यो दिउँसो चाहिँ मैले काम गर्दा गर्दा आएको थिएँ अनि मैले यसलाई लिएँ अनि यसको पैसा कति हो भन्ने चाहिँ म अहिले भन्छु एउटा यो चाहिँ मलाई एकदम चाहिरहेको थियो क्या भन्दा पनि यो चाहिँ किन चाहियो त्यो भन्दाखेरि म गिटार बजाउँछु नि जब त्यतिखेर त्यो मोबाइल अड्काउने ठाउँ थिएन कि अनि मैले कति खोजेँ अनि बल्ल आएँ यो त्यस्तै हो सस्तै हो यो पनि के म देखाउँछु यो चाहिँ कभर हो कभर ल गाइस यो चाहिँ कस्तो कभर हो भन्दाखेरि जस्तो देखे चाहिँ त्यस्तो छ कि छैन राम्रो छ भने चाहिँ साथीले नि मगाउला मेबी है ओए त मगाउने भए मगाइदिन्छ है मोबाइलको कभर ए मोजी हुन त ठिकै हो होइन जस्तो छ ब्याकग्राउन्ड त पछाडिको चाहिँ कस्तो त्यस्तै त आयो तर यहाँनिर खाली छ कि यो चाहिँ खाली नभएको भनेको कि मैले ल भनेपछि त्यस्तै हो यो मोबाइलको कभर होला कस्तो छ त राम्रो छैन र के लगाइदिनुहोस् गाइस प्लिज यहाँनिर चाहिँ मैले के भन्दाखेरि मेरो पछाडिको फुटेछ हल्का त्यसलाई चाहिँ मैले सेभ गर्नुको लागि यहाँनिर यसरी भएको चाहिँ लागु हुन्छ नि त यो क्यामेरा पुरै त्यो त्यसको एराउन्डलाई छोपेको के हो त्यो मगाएको थिएँ तर अफसोसको कुरा चाहिँ यस्तो आएछ यो ठिकै छ यो चाहिँ यिनीहरू चाहिँ मलाई मन पर्दैन तर जस्ट हेर्दाखेरि कुल छ नि होइन पछाडि पर्दा अनि त्यही भएर मैले लिगेको यिनीहरू यो इन्डिमीहरू मैले हेर्दिनँ यो ठिक छ यो चाहिँ के हो भन्दाखेरि मोबाइल एडप्टर जस्ट हटाउने कुरा जे चिज पनि फर्स्ट टाइम हो भन्ने कुरा हो मिलाएर गर्नुपर्छ है कार्ड पनि हाल्दैछ तर यता जहाँबाट उठाएर ल्याए पनि ठिक छ अब नि त उही अब झऱ्यो एउटा चाहिँ यो छ देखाउँछ नि तर जे होस् यता नि घुमिन्छ न यता नि घुम्छ क्या यो चाहिँ मैले जे चिज पनि मगाउँदाखेरि कहिले पनि त्यसको डिटेल नहेरिकन मगाउँदिनँ अनि एउटा यो छ यो चाहिँ 7 फिटको झ्यामझिम खोल्ने हो क्या मलाई आजैदेखि युज गर्ने हो यो कुल छ नि होइन यो यहाँ भयो यो कार्ड चाहिँ मलाई के काम म अर्कोचोटि मगाउँदिनँ ख्यारे तर यस्तो चाहिँ एउटा अझै एक्स्ट्रा आउँछ भनेको थियो क्या तर आएन क्या यो चाहिँ फुट्छ क्या मैले पहिला नि किनेको थिएँ फुट्छ भन्दा पनि यो यसरी हुन्छ नि यो हामीले यो यसरी त टाइट गरेँ एकदम फिट भयो होइन यो चाहिँ माथिबाट यसरी गर्नु यो अनि यसरी गर्दाखेरि यो यसरी गर्नु मिल्छ यो धेरै लुज हुन्छ क्या जस्तो हामीले एक्सपेक्ट गर्छ नि त्यस्तो हुँदैन यो हेर्दाखेरि यस्तो कुल देखिन्छ तर यो फुस्किन्छ है यसलाई चाहिँ कसरी लक गर्ने यहाँ चाहिँ यसरी चाहिँ राख्ने रहेछ खासमा अनि यहाँ चाहिँ टाइट गर्ने नगर्ने यहाँ रहेछ अनि look at this यस्तो गर्ने यो के हो त यो पनि चाहिने त होला नि हालान जत्तिकै अग्लो रहेछ हौ तर मलाई यतिको चाहिन्न केटा देखिसक्यो किन यो मलाई यतिको त चाहिन्न मलाई एटलिस्ट यतिको चाहिँ चाहिँदाखेरि यसको कस्ट कति हो भन्दाखेरि त्यस्तै नेपाली 600-700 पर्छ अलि धेरै पर्छ होला
यहाँको भन्दिनँ अनि यो चाहिँ के भन्ने हो खै यो चाहिँ क्या ट्राई गर्नु त होला त्यो न Look at this. यसरी गर्ने यिनीहरूलाई यसरी यिनीहरूले मिक्सरी माथिबाट यसरी गरेर ट्याक्क गर्ने च्याक्क ल म अब यहाँ उस गर्छु यसलाई फिट गर्छु हेरेर कस्तो देखेछ कुल छ नि होइन यो हो यो क्या यो हो यो सिसा फुटेछ कि पछाडिको मैले नै फुटालेको कि कुल भएको छ न दामी